एनएस हो नि त लास्टै बाटो रहेछ यार यस्तो बाटोमा लमजुङ भनेको लमजुङ हो कि जसले जेसुकै भन्नुहोस् होइन वाउ अलिअलि क्लोज कल हुन्छ होइन हेलो हेलो So alright guys, alright, so what's up everyone, it's me your voice Season. Welcome back to my another episode of LRS Vlogs from Lomjung. Hope are you guys fine and I am also good. After a long time, even more back भइसकेको guys नयाँ भिडियो लिएर होइन टक्क बेस्टर पुग्छु अनि केटाहरू लिएर चाहिँ टक्क म निस्किहाल्छु राइडको लागि होइन आफ्टर लङ टाइम है धेरै पछि फेरि पनि ब्याक भइसकेको छु म कसको चाहिँ छ नवराज ब्लग्स पछाडि हामी चाहिँ दुईजना एउटै बाइकमा जानु लाग्यो दोस्तले चाहिँ टक्क मोबाइल हातमा राखेर नै बनाइरहेको भिडियो होइन बाटोहरू न बिग्रेको कारणले चाहिँ अलिक रफ्तारै जानुपर्ने हुन्छ डुम्रे बेस्टरको बाटो चाहिँ टक्क अहिले उदयपुरमा टक्क बन्द भएको हुनाले चाहिँ हामीले गाह्रो पर्ने अवस्था धेरै छ अहिले आज बाइक बिग्रिएछ के गर्न सकियो त अब हामीले ल बिस्तारै लैजाऊ गाइज अब त्यही हो बाटो बताउनु जस्तो ठाउँ पनि छैन के गर्न सकिन्छ र अब यस्तो टर्निङहरूमा चाहिँ ओभरटेक गर्नु राम्रो हुँदैन केयर गरेर चलाउनु होला गाइज है खोलाहरू बढेको बढी छ माथिबाट हाल्ने कि कताबाट हाल्ने हो हामी चाहिँ माथिबाट जानुपर्ने हुन्छ दुईवटा गाडी राम्रोसँग छिर्ने बाटो धरि छैन आज चाहिँ टक्क लगाएर इन्भाइरोमेन्ट चाहिँ कस्तो छ भने पानी पर्ला जस्तो छ आज चाहिँ अब पानी नआइदियोस् हामीसँग फेरि रेनकोटहरू त्यस्तो केही पनि छैन नवरात जसलाई बोर लगाइसक्यो होला यार फेरि म एक्लै बोलेर बस्दै टर्निङहरूमा चाहिँ अलिक केयर गरेर चलाउनु पर्ने हुन्छ गाइज एनएसले चाहिँ गाडा हानिदिन्छ चिप्लियो भने चिप्लियो सक्यो ल मा अब खोलोहरू डेन्जर बढ्यो यस्तै हो उदयपुरमा बाटो छैन र अब हामी यहीँबाट तल झर्नु पनि हुन्छ खोल्छै के गर्नु त गाइज गाह्रो छ अनि त्यो हजुरआमाको हो बाटो छोडिदिनुहोस् ओएमा एनएस हो नि त टेक्निक हुनुपर्छ गाइज होइन बाटो गाइज यस्तो छ होइन हामी चाहिँ अब यो पुलबाट गइन्छ र भ्लगमा चाहिँ दुईजनाकै साउन्डहरू मिक्स आइरहेको हुन्छ है अब त्यो चाहिँ माइन्ड नगर्ने गरे चाहिँ हामी टक्क दलालको अहिलेको लमजुङको सबैभन्दा लामो पुलमा छु है र उदयपुरको बाटो चाहिँ भत्का भएर चाहिँ हामी यताबाट आएको अनि पुलमा चाहिँ बाइक चाहिँ अलिक केयर गरेर चलाउनु पर्ने हुन्छ गाइज है ठाउँमा लास्ट अप्ठ्यारो छ है बाटोहरू ओर्लिरहेको छ यहाँ यतापट्टि अलिक अप्ठ्यारो छ यतापट्टि पुरै मर्स्याङ्की हो होइन त्यहाँ चाहिँ अब कन्स्ट्रक्सन लाइनहरूको चाहिने सामानहरू मेटेरियल्सहरू यहाँबाट निकाल्छ होइन धेरै निकाल्छ अनि हामी यो बाटो हुँदै यतापट्टि यो बाटो हुँदै हामी जान्छौँ होइन उता उदयपुर निस्किन्छौँ माथि होइन हामीलाई चाहिँ टक्क एडभेन्चर रोड चाहिँ मनैपर्छ त्यही माथि आज फेरि सन्चोकले त्यस्तै बनाइदियो है बाटो यस्तै भिराइदिएछ के गर्नु त अब चलाउनै पर्यो गाइज लङ टाइम पछि भ्लग बनाएको फेरि यस्तो बाटोमा पऱ्यो अनि यस्तो बेलामा चाहिँ एनएसको रेस चाहिँ एउटै हुनुपर्छ है गाइज नेभर गिभ अप रेस चाहिँ एउटै बनाइरहनुपर्छ नत्र गाह्रो छ राम्रो बाटो त त्यस्तै हुँदैन नि फेरि हामीलाई कसले हो यार मलाई यार चिटीको बाटो लास्टै नराम्रो छ टिकटकमा भनेको थियो कि यहाँ भन्दा नि कति अप्ठ्यारो बाटो चाहियो तिमीलाई ल भन लास्टै बाटो रहेछ यार यस्तो बाटोमा कसरी जाने यार मान्छेहरू यतापट्टि जान्छ भन्दैन होइन हट यो बाटो त ल म्याम भुलि हट तर पनि कस्तो खोलाको यार हट बाटो यार कहाँ हाल्ने यार है सेट बाटो यस्तो बाटो छ क्या
ल ब्रदर अब आफै गेस गर होइन यतिको भन्दा नराम्रो बाटो कता भेट्छौ तिमीले ल गेस गर अब चान्चुने त होइन कि गाइज हामी पनि होइन हामी पनि गिभअप गर्ने खाले मान्छे चाहिँ होइन क्या गाह्रो चाहिँ गाह्रो भएछ गाइज है अति नै गाह्रो भइसक्यो तर एडभेन्चर भनेको चाहिँ यो हो कि गाइज दिस इज कल एडभेन्चर गाइज है छैन कि ठोक्छ फेरि आफ्नो त तल ग्राउन्ड फ्लोरेन्स चाहिँ छैन मिलाएर हाल्नुपर्ने हुन्छ यो बाटोकै ब्रदर उदिपुर पुग्छ नि है उदिपुर पुग्छ कि पुग्दैन यो बाटो सिधै गए पुग्छ है सिधै जाने ए हस् हुन्छ धन्यवाद हामी त फेरि डान्स हानिदिन्छ नि त यस्तो बाटोमा त कस्तो बाटो चलाएर आयो यो त धेरै राम्रो बाटो हो गाइस है हामीले बाइक कुदासित मान्छेले नफर्किने मान्छे हुँदैन होइन हिरो बेस्तरकोमा त्यहीमा फेरि पोखराको हिरो भन्दाखेरि बुवाङ्ग लडाइदियो नि त्यस्तै होला फेरि पाउने बेस्तरको हिरो भन्दाखेरि फेरि धान रोप्ने बेला भएको है आहा मैले धान रोप्न छोडी भागेर आइदिएँ नेचर चाहिँ यस्तो ब्युटिफुल छ नि होइन लमजुङ भनेको लमजुङहरू के जसले जेसुकै भन्नुहोस् होइन वाउ यो हो कि आनन्द मिल्छ कि जस्तो अब सिधै जा भने होइन अब हावा होस् चौतारा हुन्छ नि त वातावरण चाहिँ बबालै छ कि इन्भाइरोमेन्ट के बस्नलाई के जसले जेसुकै भन्नुहोस् होइन अब यस्तो अहिले त झन् हरियालीको मौसम होइन धान रोप्ने बेला अटरफलहरू पनि टन्नै देख्छ हरियो जताततै सलल हरियो वन नेपालको धन भने जस्तै गाइस है लमजुङ चाहिँ एकदमै बवाल बेस्ट ठाउँ हो घुम्नको लागि है मेरो भ्लग कतिजनाले हेर्नुहुन्छ प्लिज गाइज लमजुङ आउनु होला लमजुङ आएर घुम्नु होला गाइज होइन लमजुङ जस्तो ब्युटिफुल प्लेस अन्त काहीँ पनि भेट्नु हुँदैन क्या तपाईँले के कोहीमा बाटो जस्तो भयो भने ठाउँ हेरेर चाहिँ चित्त बुझाउने ठाउँ चाहिँ टन्नै छ क्या अब भिडियो अलिअलि हल्लिएको होला गाइज है त्यसको लागि आइएम सो सरी धान रोप्ने कार्यक्रम भइरहेछ है सही के अब यो हो नि त शैली असारमा मजै छुट्टै छ कि टक्क धान रोपिरहेछ है यहाँ चाहिँ गोरुले रोप्दो रहेछ धान चाहिँ मा कसम बवाल देखाएको छ कि वाउ यो हो नि त सिन भनेको त मा कुदाउन त जसले पनि सक्छ नि होइन राइडर भयो भनेर जसले पनि सक्छ क्या राइडरहरू सबै म चाहिँ कुदाउने मात्रै छ मा त के हुने हो कसो हुने हो केही भन्नु छैन मा राइडर रे मा भ्लगर भएपछि त अलिअलि इन्फर्मेसन दिए पो हुन्छ त आउने नयाँ राइडरहरूलाई नि अनिको यस्तो भयो नि यस्तो हुँदो रहेछ भन्ने कुराहरू थाहा हुन्छ त मा कसमहरू कुदेखान त्यसरी आफ्नो भारमा त्यही हो गाइज होइन मा अगाडि चाहिँ हाम्रो लमजुङको ड्याम छ होइन हेर्न सक्नुहुन्छ होइन त्यहाँबाट चाहिँ टक्क पानी चाहिँ त्यहाँनिर जम्मा हुन्छ अनि त्यो एउटा सुरुङ छ त्यो सुरुङबाट आउँछ अरू चाहिँ तलबाट आउँछ ओभरफ्लो भएको पानी अलि माथिको रोडको पानी त्यहाँबाट झर्छ त्यही नै हो गाइज चाहिँ लमजुङको ड्याम है त ऊ आर्मी दाई हो त्यहाँ हाई दाई अब सुन्नुहुन्न के गर्नु त अनि हाम्रो चाहिँ यहाँ उता पारी चाहिँ बाटो पहिरो गएको छ त्यही भएर चाहिँ हामी यताबाट आएको अनि म के भन्दै थिएँ अरे माकुरीहरू सबैमा घुँ गरा कुदा गह गाडीमा ठोक्या नालीटी झाक्या उदुमुन्टो लामा एकतिर बाइक एकतिर मान्छे यस्तोमा चाहिँ कस्तो गर्नुपर्छ भने क्लचमा ट्याक्क हात राख्नु अनि त्यहाँपछि रेस चाहिँ जहिले एउटै हुनुपर्छ क्या एनएसमा चाहिँ खोलो फेरि मर्स्याङदी है गाई त्यो चाहिँ मर्स्याङदी तरेर मुग्लिन खोला के भन्ने गीत छ नि यही मर्स्याङदी हो त्यो मुग्लिन पारी तरेर मर्स्याङदी हो कि भन्ने गीत छ नि यही मर्स्याङदीको नाम यही मर्स्याङदी खोला है गाई त्यो चाहिँ अन रोड हो एस अफ रोड होइन एनएस इज रक टर्निङ पनि क्या हो यस्तोमा चाहिँ टक्क दुइटै ब्रेक राम्रोसँग लिनुपर्छ अनि गएर टक्क ब्रेक के अरे गियर घटाउनुपर्छ त्यही नै हो गाइस बाटो यहीँति चाहिँ बिग्रियो रहेछ फेरि केही बात छैन माथि चाहिँ जामै छ माथिको बाटो अगाडिको बाटो गाइस पहिरो गएको डुम्रे बेस्तरको बाटो अगाडि बाइक फस्यो माकुरी ल बिचरा फसिरहेको
अनि हाम्रो त्यो बेसर जाने बाटो पहिरो गएको चाहिँ यही हो गाइस होइन। यसरी तलैबाट राम्रोसँग भ्यू देख्छ। यसरी पहिरो गएपछि त अब सकिएको त। कसरी जाने उता पारी जाने बाटै छैन। यो चाहिँ मर्साङ्गी खोला हो। अनि उदिपुरको पहिरो गयो लमजुङ बेसर डुम्रे बाटो यहाँ बन्द छ भन्दा थियो नि, त्यो बाटो चाहिँ यही हो गाइस। अब धेरै आपद भइरहेको छ, हामीलाई नि यस्तो तल तल बाटो खोज्दै हिँड्नु परेछ गाइस होइन, माथिको बाटो नभएर। गाडीहरू सबै त्यहीँ छ, यताको गाडी यतै फस्या, उताको गाडी उतै फस्या। अब लामो टुर गर्ने मानिसहरू चाहिँ एकदम प्रब्लम छ यो टाइम चाहिँ। झ्याप्प रेस दिने नि एउटै रेसमा एउटै रेस है गाइस, नेभर गिभ अप, एउटै रेस। दिस इज कल एलआरएस ब्लग्स है त गाइस। म धेरै टिप्सहरू दिन्छु क्या गाइस, मेरो भिडियो हेर्ने मान्छेहरूले चाहिँ धेरै 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 टिप्सहरू दिन्छु ममा। त्यही पहिरोले गर्दाखेरि बेसर रोकिएको के बाटो यस्तो भएको के तलबाट सर्लक्क पुरै भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो अगाडि छ होइन, यस्तो भएर गएपछि कहाँबाट गाडी जाओस् त। अब यो कहिले बन्छ यो बाटो, जनता जान्न चाहन्छन्, सरकार कहिले बनाउँछस् बाटो, हामीलाई गाह्रो भइसक्यो त। आजको भ्लग चाहिँ यस्तै नै हो गाइज है। त हल्का हल्का अब के छ नयाँ नौलो त्यहीहरू हामी देखाउँदै नै हजुरहरूलाई टक्क अगाडि बढ्दैछौँ। नाइस, मेरो बाइक चाहिँ यस्तोमा चिप्लिन्छ, त्यही भएर मैले चाहिँ यसमा बताउन चाहिनँ। बताउनु बाटो यहाँनिर डेन्जर बिग्रियो जस्तो लाग्यो मलाई दोस्त। जति बिग्रियो नि क्यान त चलाउनै पऱ्यो। पानी छ गाइज, अब खुट्टा नि माथि राख्नुपर्छ नत्र सबै भिजाइदिन्छ। दोस्त मेरो कहाँ त्यहीँ माथि चढ्न लाग्यो नि, यहाँ नित्रुकै हुन्छ त यार। नेभर गिभ अप। डोल्जरले कहाँ खनेर यार, बाटो त्यस्तो छ, हामीलाई चाहिँ ढिलो भयो त्यही भएर हामी जान्छौँ। ए टक्क एरोप्लेन उडा जस्तो मजा आउँछ हो बाइक चलाउनु नि। नाली बनाएको त मतलबै भएन त, यो रोडै बाटो के अरे पानी भएपछि त हात पनि लास्ट दुखिसक्यो गाइज होइन। अफ्रो चलाउनु चाहिँ अब डेन्जर हात दुख्छ, अब के गर्नु त, दुख्यो भने कम्प्रोमाइज गरेरै चलाउनु पर्ने हुन्छ यहाँनिर। त्यही हो गाइज, देखिहाल्नु भयो है हामी कस्तो कस्तो एडभेन्चर बाटोहरूमा तरी कसरी सर्भाइभ गर्छौँ भनेर। अब त्यही हो, तपाईँहरू पनि भिडियो हेरेर सिक्नु होला कसरी अप्ठ्यारो परेको बेलामा सर र बाइक निकाल्न सकिन्छ भनेर। अब त्यही हो गाइज, हामी चाहिँ अब एकछिन यहाँनिर मोबाइल अफ हानिदिन्छौँ हो। ल गाइज होइन, हामी फाइनल्ली कोत्रे हिँड्दै हो, कोत्रे आइपुगिसक्यो होइन। धेरै कष्ट दुःख के भनौँ, अब धेरै गाह्रो आपतले कोत्रे आइपुगिसक्यो। हेमन लास्ट अप्ठ्यारो बाटो। जस्ट मैले चाहिँ के गर्न खोजेको भने अप्ठ्यारो बाटो मात्रै देखाउन खोजेको होइन, कहाँनिर के भएको छ भनेर जस्ट देखाउन मात्रै खोजेको। ओहो के गर्नु त, हामी त सरी त्यस्तो लाग्यो। हामी त लमजुङे राइडर पो हो त म, होला बाटो त हामी आफै खोजिहाल्छौँ नि। नब्रा दोस्त लास्टै रिसा है तिमीले ठिक चलाऊ भनेर मैले चाहिँ ल्याम्लुम हान्दैछु। यत्रै सिटी मऱ्यो नि, यत्रै सिटी। आम सो सरी दोस्त, बिस्तारै चलाउँछु क्या, बिस्तारै चलाउँछु क्या दोस्त। म के भन्दै थिएँ भने अब उदिपुरसम्मको मात्रै छ भिडियो होइन। तपाईँहरूले चाहिँ टक्क गएर लिङ्क इन डिस्क्रिप्सन नवराज दोस्तको लिङ्क राखिदिन्छु तल। तपाईँहरूले चाहिँ गएर उदिपुरदेखि माथिको भिडियो चाहिँ टक्क नवराज भ्लग्समा गएर हेर्न सक्नुहुन्छ। बाटो निर्माण हुँदैछ गाइज है। अस्ति आउँदाखेरि धुलो थियो, अहिले हिलो छ, फरकै थियो। त्यही नै हो गाइज भ्लग। अब केजी त्यो हामी यसरी हिँडेपछि चाहिँ होइन, हामीलाई हेर्ने दृष्टिकोणै कस्तो औडा हुन्छ कि, त्यो चाहिँ खुसी लाग्छ गाइज होइन। ए अफरोड चलाएर बानी यस्तो त ल्याम्लुम स्नेक खेलाइदिन्छु मा। अफरोडको किङको हो त यस्तो जाँटो त मा, स्नेक खेलाइदिन्छु। यस्तो बाटो छ, सलल परेको इन्भाइरोमेन्ट यस्तो छ, चिसो हावा आइरहेछ। सही मजा भइरहेछ क्या यो, के भन्ने क्या अब मा। न दोस्लाई चाहिँ मैले कानमा पुग्ने गरेर उडाइदिएछु मा, बालै बन मा।
मिरर हेरेर चाहिँ ओभरटेक गर्ने काम गर्छ हामीले चाहिँ जहिले पनि होइन। तालै छैन नि, मसँग हातमा सेफ्टी गार्ड छ गाइज, सेफ्टी गार्ड छ, लडे नि फाडी हानिदिन्छ। यो चाहिँ टक्क हामीले ओभरटेक गरेर मिल्छ है गाइज। अलिअलि क्लोज कल हुन्छ होइन। हेलो हेलो सयो सयो कस्तो भाइहरूले यस्तो खुसी भइरहेको छु क्या म, खुसी इन्भाइरोमेन्ट हेर्नुकै गाइज। अब यस्तो बगाल देखेको छ नि अब स्नेक खेलाउँदै क्या अब त्यही माथिमा रुनै लागिसकेको नवराज। अब यस्तो चाहिँ होइन कस्तो हुन्छ भने यस्तो लाइनमा चाहिँ ओभरटेक गरेर मिल्दैन है गाइज, त्यही भएर बनाएको है। अगाडिबाट क्रस गर्दैछ, यसमा चाहिँ ओभरटेक गरेर मिल्दैन, यसमा चाहिँ अलिक ध्यान दिनुपर्छ गाइज होइन। यस्तो यस्तो लाइनहरूमा चाहिँ सिधा लाइनमा चाहिँ नगर ओभरटेक भनेर बनाएको लाइन हो कि हो। ट्राफिक सर रहेछ अगाडि जाम है, हामीले रोक्नुपर्ने हुन्छ यो सरले मसँग, किनकि लाइसेन्स छ। सर रोक्नुहोस्। मलाई थाहा थियो सरले रोक्नुहुन्छ भनेर होइन। ल हामीलाई त हुँदैन रहेछ के आवश्यक मजै भन होइन। राइट भनेको यस्तो हुनुपर्छ गाइज होइन, यस्तो चिल के आइज मा रेस खेल्ने रे उभो मा पछाडि पछाडि आएर आइज मासला त्यो पो रेस खेल्न आइरहेको छ के त्यसो होला। तेरो पुरानो एनएस मेरो नयाँ आइज मा नयाँलाई कहाँ भेट्छ जस्तो नि। एनएस त एनएसै हो भयो नि, अब भाइको त नयाँ एनएस हो नि त भाइको। आइज केटा आइज नापिदिन्छु मा सबलाई आइज मा कस्टमरहरू। कहाँ जानु हुन्छ घर अगाडि अगाडि आएको त्यसको जाम हो यो के भइरहेछ र यस्तो जाम भएको के जाम भयो। एनएसवालाहरू फेरि स्वागै छुट्टै हुन्छ केटाहरूको, सोल्टीहरू हिरो हुन्छ नि त फेरि एनएस चलाउनेहरू। के साह्रो जाम भयो म चाहिँ छिर्दिनँ कि मा। एनएसवाला ब्रोनी बबाल चलाइराखेको ल छिर्दियो छिराइदिने हो मा। ढुङ्गो लिएर ढुङ्गो लिएर बसौँ दोस्त। यहाँबाट अघि बढी छ नि बजाइदिन्छु हो भोमा। आजको राइड चाहिँ एकदमै बबालको एकदमै हुन्छ नि रमाइलो भएको एकदम लास्ट छ अहिले के। जानु छ जानु के छ र रोकेर बसिरहेको झन् कस्तो उतार्दैछ। साइड बत्ती छैन ओभरटेक गर्नै ठिक छ। साइड राइडको त कामै थाहा छैन जस्तो लाग्छ कहिले कहिले मान्छेहरूलाई यार। फाइनली रङ्गशाला आइसक्यो। एक बाटो काट्ने चाहिँ बाटो काट्न दिनुपर्छ हाम्रो ट्राफिक सर। यतै बाइक चाहिँ साइड राखेर हामी चाहिँ चप्पल किन्नु पर्ने हुन्छ अब गाइस है। फाइनली बल्ल बल्ल आइपुग्यो उकाएर है। यो चाहिँ हामी चप्पल किन्न जान्छौँ। यसो गरौँ न, यो निकालिदेऊ न मोबाइल।